नमस्कार सबैजनालाई, तपाईहरुलाई मेरो पहिलो भिडियोमा स्वागत छ। आजको मेरो भिडियो चाहिँ म बस्ने होस्टेलदेखि मैले काम गर्ने ठाउँसम्मको। कृपया भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला है त। मेरो भिडियोको सुरुवात चाहिँ यसरी हुन्छ। बिहानै उठे, ब्रस गरेर फ्रेस भए र ड्युटी जानलाई रेडी भए। त्यसपछि मैले जुत्ता लगाएर बाहिर निस्के। बाहिर निस्केर मैले केही समय लिफ्टलाई पर्खिए र अहिले चाहिँ म बाहिर आइसकेको छु र म साइकल भएको ठाउँतिर जाँदैछु। आज चाहिँ मलाई ड्युटी अलि हतार भइरहेको थियो र म साइकल भएको ठाउँमा आएर साइकल चढेर आफ्नो गन्तव्यतिर लागेँ। बाहिर चाहिँ घाम चर्किएर 31 डिग्रीको गर्मी थियो र म चाहिँ गेटबाट निस्किएर हाइवे रोडतर्फ लागेँ। अहिले चाहिँ बिहानको समय भएकोले सडकमा गाडीहरू अलिअलि मात्रै देखिन्छ र म केही अगाडि आएपछि जाममा बसेँ। केही बेरसम्म जाममा बसेपछि जाम खुल्यो र म अघि बढेँ। यतातिर सडक अलि उक्कालो गरी बढेको छ। बाटो उक्कालो गरी बढेको भए पनि यहाँको बाटो चाहिँ एकदम बवाल हुन्छ, त्यसैले जस्तो ठाउँमा पनि साइकल चलाउन सजिलो हुन्छ। बाटोको किनारमा हरियाली र रुखबोटले निकै रमाइलो देखिन्छ। र केही समय अघि बढेपछि म दायाँ मोडिन्छु र मैले काम गर्ने क्याफेतिर जान्छु। म चाहिँ अहिले क्याफेको अगाडि आइसकेको छु र अब मैले चाहिँ साइकल पार्किङ गरेर म भित्र जान्छु। आजको भिडियो चाहिँ यति नै। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।